What's up everyone, welcome back to my YouTube channel. म चाहिँ आज बाख्रा चराउन आएको छु। पहिलो खेल्न छोडेर म चाहिँ बाख्रा चराइरहेको छु। किनभने यस्तै छ, त्यो बाख्राहरु चाहिँ यहाँ चढिरहेको छ है। उतातिर चाहिँ भैलो खेलिरहेछ। बाख्राले यो खाने रहेछ के? बाख्राले यो खाँदो रहेछ। दिम न टिपेर। आयो फिर त्यो आम्मा यस्तो राम्रो भ्यू छ है। ओ त्यहाँ रोल्पा त्यही पर्छ, त्यसको पल्लोपट्टि देखि पनि कता हो कता, तर त्यहीँबाट जान्छ। अनि म चाहिँ अहिले दाङघराईमा छु। यो चाहिँ दाङघराईमा हो, बाख्रा चराइरहेको। मेरो घर चाहिँ त्यो डाँडादेखि उतै छ, धेरै पर रोल्पा पर्छ। यो डाँडाले छिका छ, होलेरी हुँदै जान्छ। अस्ति भर्खर दसैँमा गएर आएको, त्यसको भिडियो पनि क्लिप राखिदिन्छु म हल्का। त्यसको भिडियो पनि दसैँमा गएको भिडियो, दसैँमा गएर पूजा गरेर मेला मानेको भिडियो पनि मैले, मेलाको भिडियो चाहिँ मैले राखेको छु। त्यो हेर्नुहुन्छ भने चाहिँ युट्युबमा छ, त्यो गएर हेर्नु होला। यो चाहिँ दाङघराई हो है। उता चाहिँ बजार छ, यतातिर चाहिँ अलिक गाउँ छ। यो बजार बजार भन्दा गाउँ चाहिँ एकदम राम्रो छ। गोराई अति नै राम्रो छ। गोराई बजार पनि धेरै राम्रो छ, तर गाउँ नै राम्रो छ। लग्छस् शान्त ल भयो। कहाँ गयो हाम्रो बडो बाख्रा? ल हिँड। यो चाहिँ हाम्रो सबभन्दा बडो बाख्रा हो। यसले चाहिँ यहीबाट मात्रै, यो र त्यो रातोबाट 20-21वटा बाख्रा भइसक्यो। कति बेच्यो लास्टमा यति छ। अब 3वटा खसी, एउटा बोके, 2टा माउ, यति हो। ओ त्यहाँ पुरै धान। रात पर्न लागिसक्यो, छिटो नखाएर ल ल ल ल ल ल ल ल ल